नेपालको सबैभन्दा ठुलो ताल कुन हो? अप्सन ए राणाताल, बी सेभोक्सुन्डो ताल, सी तिलिचो ताल, डी फेवा ताल। जसको सही आन्सर हो अप्सन ए राणाताल। प्रश्न नम्बर 2, स्याङ्जा दह कुन जिल्लामा पर्दछ? अप्सन ए धादिङ, बी पर्वत, सी अर्घाखाँची, डी गुल्मी। जसको सही आन्सर हो अप्सन सी अर्घाखाँची। प्रश्न नम्बर 3, तातो पानीको मुहान निम्नमध्ये कुन जिल्लामा रहेको छैन? अप्सन ए सिन्धुपाल्चोक, बी दार्चुला, सी धादिङ, डी जाजरकोट। जसको सही आन्सर हो अप्सन डी जाजरकोट। प्रश्न नम्बर 4, पेट्रोलियम खनिज नेपालको कुन क्षेत्रमा रहेको अनुसन्धानले देखाएको छ? अप्सन ए दैलेख, अप्सन बी दाङ, अप्सन सी ब्यास, अप्सन डी माथिका सबै। जसको सही आन्सर हो माथिका सबै, अप्सन डी। प्रश्न नम्बर 4, राष्ट्रिय जनगणना 2078 अनुसार लैङ्गिक अनुपात दर कति रहेको छ? अप्सन ए 95.59, बी 95.4, सी 96.94, अप्सन डी 93.4। जसको सही आन्सर हो अप्सन ए 95.59। प्रश्न नम्बर 6, नेपालको उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाइ कति रहेको छ? अप्सन ए 241 किलोमिटर, बी 195 किलोमिटर, सी 144 किलोमिटर, डी 193 किलोमिटर। जसको सही आन्सर हो अप्सन ए 141 किलोमिटर। प्रश्न नम्बर 7, नेपालमा मात्र पाइने चरा कुन हो? अप्सन ए काडे भ्याकुर, अप्सन बी डाँफे, सी मयूर, डी बी हमिङ बर्ड। जसको सही आन्सर हो अप्सन ए काडे भ्याकुर। प्रश्न नम्बर 8, सुक्खा तथा सिमसार भालुवा जलाहार क्षेत्र कुन जिल्लामा पर्दछ? अप्सन ए रूपन्देही, बी गुल्मी, सी सिराहा, डी मोरङ। जसको सही आन्सर हो अप्सन डी मोरङ। प्रश्न नम्बर 9, नेपालको सबैभन्दा लामो नदी कुन हो? ए कर्णाली, बी सप्तकोशी, सी सप्तगण्डकी, डी महाकाली। जसको सही आन्सर हो कर्णाली। प्रश्न नम्बर 10, तिनाउ नदीको धार्मिक तथा ऐतिहासिक नाम के हो? ए त्रिवेणी, बी तिलोत्तमा, सी इन्द्रावती, डी भागमती। जसको सही आन्सर हो अप्सन बी तिलोत्तमा। त्यसै गरी प्रश्न नम्बर 11, नेपाललाई कहिले 7 प्रदेश 77 जिल्लामा विभाजन गरिएको हो? अप्सन ए 2072 साल असोज 3 गते, विक्रम सम्वत 2062 जेठ 3 गते, विक्रम सम्वत 2073 असोज 3 गते, विक्रम सम्वत 2074 असोज 3 गते। जसको सही आन्सर हो विक्रम सम्वत 2072 असोज 3 गते। त्यसै गरी प्रश्न नम्बर 12, भोकारी दह कुन जिल्लामा पर्दछ? भोकारी दह कुन जिल्लामा पर्दछ? अप्सन ए सिराहा, बी सर्लाही, सी महोत्तरी, डी रुकुम। जसको सही आन्सर हो अप्सन डी रुकुम। त्यसै गरी प्रश्न नम्बर 13, नदी र पौराणिक नामका आधारमा तलका मध्ये कुन गलत रहेको छ? ए अरुण र महाप्रभा, बी बुढी गण्डकी यशोधरा, सी कर्णाली पञ्चेश्वरी, अप्सन डी लिबु कर्णाली। जसको गलत आन्सर रहेको छ बी अप्सन डी। त्यसै गरी प्रश्न नम्बर 14, बुढा सुब्बामा के को बलि दिइन्छ? अप्सन ए बोका, अप्सन बी रागा, अप्सन सी कुखुरा, अप्सन डी सुँगुर। जसको सही आन्सर हो अप्सन डी सुँगुर। त्यसै गरी प्रश्न नम्बर 15, नेपाल र बङ्गलादेश बीचको न्यूनतम दूरी कति रहेको छ? अप्सन ए 27 किलोमिटर, अप्सन बी 32 किलोमिटर, अप्सन सी 38 किलोमिटर, अप्सन डी 28 किलोमिटर। जसको सही आन्सर हो अप्सन ए 27 किलोमिटर। त्यसै गरी प्रश्न नम्बर 16, भोजपुर के का लागि प्रसिद्ध रहेको छ? ए ढाका, अप्सन बी खुकुरी, सी अमखोरा, डी ताप्के। जसको सही आन्सर हो अप्सन बी खुकुरी।
प्रश्न नम्बर 17 देखाएका कुन कुन तथ्य सही हुन् हो। अप्सन ए नेपालको सबैभन्दा उत्तरी बिन्दु हुम्लाको च्याङ्ला भन्ज्याङ हो। अप्सन बी नेपालको सबैभन्दा पूर्वी बिन्दु झापामा पर्दछ। अप्सन सी नेपालको सबैभन्दा पश्चिमी बिन्दु कञ्चनपुरको दोधारा हो। अप्सन डी माथिका सबै सही, जसको सही आन्सर हो माथिका सबै सही, अप्सन डी। त्यसै गरी प्रश्न नम्बर 18 काक्रे बिहार कुन जिल्लामा पर्दछ। अप्सन ए कैलाली, अप्सन बी दार्चुला, अप्सन सी सुर्खेत, अप्सन डी रामेछाप, जसको सही आन्सर हो अप्सन सी सुर्खेत। त्यसै गरी प्रश्न नम्बर 19 संसारको सबैभन्दा बढी उचाइमा रहेको ताल तिलिचो ताल कति मिटर उचाइमा रहेको छ। अप्सन ए 4911 मिटर, अप्सन बी 4919 मिटर, अप्सन सी 4719 मिटर, अप्सन डी 4999 मिटर, जसको सही आन्सर हो अप्सन बी 4919 मिटर उचाइमा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 20 अपी हिमालको उचाइ कति रहेको छ। अप्सन ए 7132 मिटर, बी 6134 मिटर, सी 7532 मिटर, डी 7592 मिटर, जसको सही आन्सर हो अप्सन ए 7132 मिटर।